हेलो साथीहरू, नमस्ते सबैजनालाई। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म धेरै दिनपछि ब्लग लिएर आएको छु। ब्लग चाहिँ के बनाएको छु भने एक घन्टा लागेको देखिसक्नु भएको छ। किचनमै छु अनि म के बनाउँदैछु भने माछा चाहिँ धोएर एकदम सफा गराएर एकदम यसलाई पुरा सफा गराएर लिएर आएको छु। अब चाहिँ मैले माछा फ्राई गर्छु। आज चाहिँ माछाको सब्जी बनाउनु छ नि त, माछा खाने, त्यही भएर चाहिँ लिएर एकदम सफा गरेर धोएर कसले यसरी गर्नु मतलब चाहिँ एकदम मैले चाहिँ यसमा बिसाइन लाग्छ भनेर चाहिँ एकदम सफा गर्छु। मलाई फेरि एकदम सफा भएन भने चाहिँ मनै नलाग्ने। आज चाहिँ हल्का चिसो चिसो लागे जस्तो भयो क्या, रुगा लाग्ने पनि भइरहेको थियो। अनि त्यसपछि आज माछा खानु पऱ्यो भनेर बजार पनि गएको थियौँ। अनि त्यसपछि माछा लिएर आयो। अब चाहिँ म बनाउँछु माछा। यसमा चाहिँ मैले के मसला राखेको छु भने नि नुन, बेसार अनि जिराको धुलो अनि त्यसपछि चाहिँ लसुनलाई चाहिँ थिचेर राखेको छु। लसुनको पेस्ट सिद्धेको छ अनि त्यही भएर थिचेर राखेँ। अनि यसलाई चाहिँ मिक्स गरिदिन्छु। मसलालाई चाहिँ एकदम मैले राम्रोसँग मोलेँ, एकदम मोलिसकेको छु। अब यसलाई चाहिँ 10-15 मिनट चाहिँ मैले फ्रिजमा छोडिदिन्छु। डिप फ्रिजमा छोडिदियो भने चाहिँ अहिले चाहिँ एकदम त्यो फ्राई गर्दाखेरि फुट्दैन नि त, एकदम राम्रो हुन्छ। त्यही भएर चाहिँ मैले चाहिँ 10-15 मिनटको लागि चाहिँ डिप फ्रिजमा राखिदिन्छु। मैले डिप फ्रिजमा राखेको छु नि त। तब एकछिन ग्रेभीको लागि चाहिँ रेडी गर्नु पऱ्यो भनेर चाहिँ 2वटा प्याज लिएको छु। यो चाहिँ मैले उसको सलादको लागि 2वटा प्याज, लसुन चाहिँ यहाँ पकाएर राखेको छु। फोहोर होइन, यहाँ सफा हो एकदम, भर्खर क्लिन नै गरेको थिएँ। मेरो भात यता चाहिँ भात बसालेको छु कि त्यही सानो ग्यास गरिदिएको। अनि अब चाहिँ यता प्याजलाई पिस्छु पहिला, अनि त्यसपछि चाहिँ फेरि मसला रेडी गर्छु। पहिला चाहिँ एकदम प्याज फेरि मेरो हस्बेन्डलाई त्यो चुक्टा र चोक्टी रह्यो भने चाहिँ मनै पर्दैन कि, त्यही भएर एकछिन प्याजलाई पिसेर प्युरी बनाउँछु प्याजको। पहिला प्याज चाहिँ मैले पिसेर ल्याइसकेको छु। अब यसलाई कटौरामा निकाल्छु पहिला, त्यसपछि फेरि म अर्को मसलाको लागि चाहिँ रेडी गर्छु। किन यसमा मैले प्याज पिसेँ। अनि अब यसमा चाहिँ मैले मसलामा के राखेको छु भने जिरा अनि लसुन अनि तोरी थोरै 2 चम्मच जति तोरी राखेको छु। धेरै हो नि त माछा, अनि त्यही भएर तोरी अनि त्यसपछि खुर्सानी लसुन राखेर अब यसलाई चाहिँ पिस्छु। मैले कसरी माछा बनाउँछु एकदम सजिलो हो मैले बनाएको रेसिपी चाहिँ। यदि हजुरहरूलाई पनि मन पर्यो भने चाहिँ मैले जस्तै गरेर बनाउनु होला, एकदम सजिलो छ। भिडियो चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला। म सबै देखाउने छु म कसरी बनाउँछु त माछा भनेर। मसलालाई चाहिँ मैले पिसेर लिएको छु, यस्तो भएको छ पेस्ट। अब चाहिँ म पहिला चाहिँ किन ग्रेभी बनाउँछु भने नि साथीहरू, मेरो घरमा चाहिँ फ्राई गर्दा गर्दै भ्याइन्छ, कति छिटो खाइन्छ। अनि त्यही भएर चाहिँ पहिला म ग्रेभी बनाउँछु, अनि साइडमा भात पनि पाकिसकेको छ, अनि बल्ल साइडमा चाहिँ फ्राई गर्छु। अनि ठ्याक्कै यता राखिदिनु पनि सजिलो हुन्छ ग्रेभीमा पाक्नको लागि। त्यही भएर चाहिँ मैले अरूले पहिला फ्राई गराउनुहुन्छ भने मैले पहिला ग्रेभी बनाउँछु। पहिला त म तेल राख्छु। अब जति आफूलाई आवश्यक छ, जति ग्रेभी हो त्यति हिसाबले तेल राख्नु होला। मलाई चाहिँ एकदम तेल चाहिँ एकदम नै चाहिन्छ, प्याज पकाउनु पऱ्यो नि त, त्यही भएर चाहिँ प्याज राखेँ। अब तेल राखेँ पहिला, अनि त्यसपछि चाहिँ प्याज अघि हामीले पिसेर राखेको थियौँ नि त, अनि यो प्याज राख्छु। तेल खारिसकेपछि यता चाहिँ तेल खारिसकेको छ। अब चाहिँ मैले प्याज राखिदिन्छु। अलि जोगिएर राख्नु होला है साथीहरू, तेलसँग चाहिँ मलाई एकदम डर लाग्छ क्या, त्यही भएर भिडियो चाहिँ लास्टसम्म हेर्नु है साथीहरू, हेरेर साथ दिनु होला। अनि मैले चाहिँ यता एकछिन यो चाहिँ प्याजलाई पकाउँछु। अनि प्याजलाई पकाइसकेपछि चाहिँ मसला अघि पिसेर राखेको मसला पनि राख्छु। अनि त्यसपछि चाहिँ अघि अब त्यसमा चाहिँ नुन र बेसार राख्ने, त्यसमा राख्दैछु मैले बेसार, अनि त्यसमा राख्दैछु नुन, स्वादअनुसार नुन राख्ने। अनि त्यसपछि यसलाई एकछिन पकाउने। 2-3 मिनट प्याज पाकिसकेपछि चाहिँ हाम्रो वाला मसला पकाउनुपर्छ। मसला चाहिँ यत्तिको भइसक्यो, मसला मतलब प्याज
प्याज यत्तिकै भइसकेपछि चाहिँ हामी टमाटर चाहिँ यसमा राख्छु। अघि नै पिसेर राखेको मसलाको पेस्ट। यस्तो गयो कि गला पनि खराब भयो। अब एकछिन यसलाई फेरि पकाउने 5-10 मिनट। अनि पकाइसकेपछि चाहिँ अब टमाटर पनि हल्का टमाटरलाई पनि पिसेर राखिदिन्छु अहिले। त्यसले चाहिँ एकछिन पकाउँछ। अब एकछिन त यो त पाक्नै टाइम लाग्छ। अनि यता चाहिँ मैले फ्राई गर्न लागेको छु। तब अब फ्रिजबाट पनि मैले लिइसकेको छु। अब यो यस्तो फ्रिजमा राखिसकेपछि चाहिँ फुट्दैन, अनि त्यही भएर सजिलो हुन्छ। तेल पनि तातिसकेको छ। अब चाहिँ मैले राखिदिन्छु फ्राईको लागि। फ्राईलाई चाहिँ एकदम रातो हुन्जेलसम्म हामीले फ्राई गर्नुपर्छ, अनि बल्ल चाहिँ राम्रो हुन्छ। यो फ्राई चाहिँ हेर्नु यस्तो गरेर राखेको छु। अलि गोल्ड रातो रातो भयो भने चाहिँ फुट्दैन। अहिले ग्रेभीमा राख्दा अनि चाहिँ यता राखिरहेको छु। अब पछि हेर्नुहोस् यस्तो हुन्छ अवस्था। देख्न सक्नुहुन्छ मेरो अवस्था। यता यस्तो छोपेर यता गएको छ, खाना बनाउन गइरहेको छ। भर्खर टमाटर पनि राखिदिएको छु यता ग्रेभीमा। अनि यता यस्तो छोरीले गीत गाइदियो अरे। गीत गा। मेरो मम्मालाई दुःख दिएछिन् यिनले साथीहरू। को हुन्छ माछाहरू मनपर्ने, कोलाई माछा मनपर्छ कमेन्ट गर्नु ल। ग्रेभीमा चाहिँ मैले पानी राखिदिएको छु। अब यो चाहिँ पाकेपछि बल्ल मैले माछा राखिदिन्छु। माछा चाहिँ आधा गइसक्यो फ्राई खानाको लागि भित्र लगिसक्नु भयो। त्यही भएर म किन पहिले ग्रेभी बनाउनु कारण त्यही हो। यस्तो गरेर माछा त मलाई त्यस्तो एकदम मनपर्ने बेस्ट माछै लाग्छ। माछा र मासुमा कसैले सोध्नुभयो भने बेस्ट के हो भनेर सोध्नुभयो भने माछा। त्यही भएर म माछा लभरै हुन्छु। साथीहरू ग्रेभी चाहिँ पाकिरहेको छ। अब मैले चाहिँ राखिदिन्छु माछा। अब माछा एकछिन 5 मिनट जति पकायो भने चाहिँ एकदम ठिक हुन्छ। अहिले यता फ्राई हुँदैछ। अब पकाउँदै यता राखिदिएको छु, किनकि उता भित्र फ्राई लगेको लगे हुनुहुन्छ खानाको लागि। म यता भगाइहालेँ। अब एकदम उता चाहिँ सानो ग्यास गरिदिन्छु, यता चाहिँ ठुलो ग्यास गरेर फ्राई गर्छु। फाइनल्ली साथीहरू माछा चाहिँ रेडी भइसक्यो। यसलाई चाहिँ म ग्यास बन्द गरिदिन्छु। यसमा चाहिँ धनियाँ पनि माथिबाट राखिदिन्छु। यो एकदम राम्रो आउँछ नि त बास्ना। माछा चाहिँ अब एकछिन यसलाई राखेर अब चाहिँ हामी खाना खान्छौँ। अब चाहिँ हामी खाना खान लागेको छौँ। अनि उता चाहिँ मेरो छोरी खेलिरहेको छिन्, यता चाहिँ हामी खाना खाँदैछौँ। अनि मेरो छोरीले चाहिँ अगाडि आयो भने डिस्टर्ब गर्छिन् भनेर चाहिँ हामी छिटो गरेर चाहिँ खाना खान लाग्यौँ। यदि मेरो भिडियो मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट गर्नु होला।